रिचार्ज पसलमा गएर रिचार्ज किनेर त्यो रिचार्जलाई कोट्याई मोबाइलमा रिचार्ज गर्ने अनि डाटा प्याक लिने त्यो लामो झन्झटिलो प्रक्रियाबाट मुक्त भएर अब तपाईहरुले सहजै एकदमै सजिलो तरिकाले घरमै बसेर ग्लोबल स्मार्ट प्लस एप युज गरेर आफ्नो मोबाइलमा मात्रै हैन अरु साथीहरुलाई पनि तपाईले डाटा प्याकहरु खरिद गरिदिन सक्नुहुन्छ। आफ्ना घर परिवार साथीहरु जुलाई पनि तपाईहरुले डाटा प्याकहरु खरिद गरेर उपहार स्वरूप डाटा प्याक दिन सक्नुहुनेछ। तपाईहरुले त्यसको लागि ग्लोबल आइएमई बैंकमा अकाउन्ट हुनुपर्छ। ग्लोबल आइएमई बैंकमा अकाउन्ट छ भने तपाईले मोबाइल बैंकिङ सर्भिस लिएर ग्लोबल स्मार्ट प्लस रजिस्टर गरी आज नै तपाईले यो सेवा लिन सक्नुहुनेछ। यदि तपाईहरुको खाता ग्लोबल आइएमई बैंकमा छैन भने तपाईले ग्लोबल आइएमई बैंकको जुनसुकै शाखामा गएर पनि नागरिकता र राष्ट्रिय परिचय पत्र लिएर खाता खोल्न सक्नुहुनेछ अथवा अनलाइनको माध्यमबाट ग्लोबल स्मार्ट प्लस बाटै तपाईले त्यसबाट डिजिटल युनिभर्स ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्स पोर्टलबाट तपाईले अनलाइन अकाउन्ट खोल्न सक्नुहुन्छ। तपाईले ग्लोबल आइएमई बैंकका विभिन्न सेवा सुविधा विभिन्न सेवाहरू लिनको लागि तपाईले घरमै बसेर अनलाइन माध्यमबाट डिजिटल युनिभर्सको माध्यमबाट तपाईले अनलाइनबाटै विभिन्न फ्यासिलिटीहरू पाउन सक्नुहुनेछ। तपाईले बैंक धाउनै पर्दैन। शान्तिना कामहरुका लागि तपाईले बैंक गइरहनै पर्दैन। धेरै कामहरु त अब डिजिटल प्लेटफर्मबाट पनि सम्भव भइसकेका छन्। अब तपाईले म आजको यसमा तपाईले चाहिँ आफ्नो मोबाइल नम्बरमा अथवा जुनसुकै साथीहरुको अथवा अरुको जुनसुकै नम्बरमा पनि डाटा प्याक कसरी किन्ने। पहिला त के हुन्थ्यो भनेपछि डाटा प्याक किन्नको लागि पहिला बजार गएर रिचार्ज कार्ड किन्ने। अब रिचार्ज कार्ड किनिसकेपछि जुन मोबाइल नम्बरमा डाटा प्याक लिने हो त्यसैमा मात्र रिचार्ज गर्ने, त्यसैमा रिचार्ज गरेर त्यसै नम्बरबाट लिन मिल्थ्यो। अब त्यस्तो छैन। डिजिटल युगमा तपाईहरुले डिजिटल प्लेटफर्म युज गर्नुपर्छ। त्यो रिचार्ज नै किनिराख्नु पर्दैन। त्यसको लागि ग्लोबल स्मार्ट प्लस एप लगइन गर्नु होला। त्यो लगइन गरिसकेपछि तपाईले माथि टपमा भ्यू अल पनि छ अथवा तल लास्टमा हब भन्ने छ। हबमा क्लिक गरेर पनि अगाडि बढ्नु। त्यसपछि तपाईको बिल पेमेन्ट सेक्सन छ। यहाँ बिल पेमेन्ट सेक्सनमा तपाईले 4G लेखेको छ। यहाँ डाटा प्याक भनेर छ। यसमा क्लिक गर्नु होला। यसमा तपाईले जुन मोबाइलमा तपाई डाटा प्याक किन्न चाहनुहुन्छ त्यो मोबाइल नम्बर सिलेक्ट गर्नु होला। त्यो मोबाइल नम्बर सिलेक्ट गर्न सक्ने बित्तिकै उले यहाँ चाहिँ डाटा प्याक सिलेक्ट गर्ने र डाटा प्याकको प्राइस र डाटा प्याक भनेर यहाँ छ। डाटा प्याक प्याकेजमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि तपाईको डाटा किन्ने अथवा भोइस ओभर अथवा एसएमएस भनेर माथि दुईटा अप्सनहरु छन्। फेरि तपाईले डाटा किन्ने हो हैन, नेटको लागि डाटा किन्ने हो अथवा भोइस अथवा एसएमएस को प्याक पर्चेज गर्ने हो। यसमा तपाईको डाटामा जाँदाखेरि 600 MB 20 रुपैयाँ 40 पैसा हैन, 1 GB 1 डे यो सबै कुराहरु डाटा प्याक अनलिमिटेड 2 आवर्स कतिको किन्नु हुने हो सबै तपाईको 20 रुपैयाँदेखि लिएर 970 रुपैयाँसम्मको 55 GB 28 दिनको लागि भनेको छ। 917 20 रुपैयाँदेखि लिएर 970 रुपैयाँसम्मको डाटा प्याक लिन सक्नुहुन्छ। त्यसैगरी भोइस र एसएमएस पनि छ। भोइस र एसएमएस 30 मिनेटको एनटी भोइस प्याक चाहिँ 30 मिनेटको 18 रुपैयाँ 36 पैसा छ भने सबैभन्दा न्यून त्यो छ भने तपाईको सबैभन्दा बढी डाटा प्याक भनेको तपाईको 2039 रुपैयाँको छ। 2039 रुपैयाँ सबैभन्दा बढी भनेको त्यसको भोइस अल नेटमा भोइस अनलिमिटेड हुन्छ र 500 वटा एसएमएस हुन्छ त्यसमा। त्यो चाहिँ 2039 रुपैयाँ हुन्छ। त्यसैले भोइस र एसएमएस तपाईको 18 रुपैयाँ 36 पैसा देखि 2039 रुपैयाँ 17 पैसा सम्मको भोइस पनि छ। यो तपाईले जुन लिन चाहनुहुन्छ त्योलाई तपाईले सिलेक्ट गर्नुपर्ने हुन्छ। त्योलाई सिलेक्ट गर्नु बाइ नाउमा क्लिक गरेर तपाईको कति रुपैयाँ छ त्यसपछि तपाईले नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसकेपछि तपाईको कन्फर्म भन्ने आउँछ। कन्फर्म गर्नु होला। कन्फर्म गरेपछि यहाँ 4 अंकको पिन नम्बर हाल्नु होला। 4 अंकको पिन नम्बर हालेपछि तपाईको जुन मोबाइल नम्बर राख्नु भएको थियो सुरुमा इनपुट गर्नु भएको थियो त्यो नम्बरमा तपाईको भोइस
अथवा डाटा प्याक पर्चेज हुन्छ। यसरी तपाईहरुले अरु आफ्ना साथीहरु अथवा घर परिवारलाई एउटा तपाईले सरप्राइज स्वरूप डाटा प्याक पनि अनलाइनबाटै पर्चेज गरिदिन सक्नुहुनेछ। त्यसको लागि ग्लोबल स्मार्ट प्लस युज गर्नुहोला। साथै मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्स्क्राइब गरेर अल आइकनमा क्लिक गरिदिनु होला। त्यसो गर्यो भने तपाईहरुलाई मैले नयाँ यसो डिजिटल बैंकिङ सम्बन्धीका कुराहरु चाहिँ को भिडियोहरु अपलोड गर्दाखेरि तपाईहरुलाई नोटिफिकेसन आउनेछ र तपाईलाई दैनिक ट्रान्ज्याक्सन गर्न एकदमै सहज हुनेछ भन्ने आशा लिएको छु। धन्यवाद।